स्वागत छ त्यसमा युट्युब च्यानलमा। अनि म चाहिँ आज मेरो साथीहरूलाई भेट्न लन्डन जाँदैछु। अनि हाम्रो पुरानो साथीहरू, हामी नर्सिङ पढ्दाको साथीहरू चाहिँ हामी भेट्न आँटेको आज। अनि 2-3 चाहिँ अब कार्यव्यस्तताले आउन सक्नु भएन, त्यसमध्ये हामी 6 जना जति भेट्न लागेको छौँ। म चाहिँ अब यहाँ एयरपोर्टबाट ट्रेन चढिसकेँ, एयरपोर्टबाट के अरे लन्डन। अनि अब ट्रेन स्टार्ट हुन लागेको छ। म चाहिँ बसिसकेको छु। मलाई चाहिँ यहाँ भेनाले छोड्नु आउनु भएको थियो। चाहिँ फर्स्ट टाइम हो आज ट्रेन आफै एक्लै चढ्न लागेको। हेरौँ कहाँ पुग्छु, फेरि अर्कैतिर पुगिरहेको हुन्छ कि। सी यू गाइज। मेरो छ त भेना के हुन्छ अरे लन्डनतिर। वेलकम टु माई ब्लग। भेना भन्नु न, लन्डनमा चाहिँ लन्डनमा छ अब के छ? गर्लफ्रेन्डहरू केटीहरू हेर्नु जानु आँटेको होइन? त्यो अलिक ह्यान्डसम भइरहेको मलाई के छ ह्यान्डसम हुने यता दिदी यति ब्युटिफुल हुनु हुँदाखेरि म चाहिँ एक्लै परेर पिरमा बसिरहेको थिएँ होइन। ट्याक्कै भेना आइदिनु भयो होइन। एक सिट उता बसेको ग्याप मेन्टेन गर्नुभएको भेट भयो त साथी। यो मान्छे को हो? यहाँबाट निस्केको है मान्छे भर्खर। अनि मेरो ब्याग अचार सबै पोखाएछ उसले होइन? पोखाए? वेलकम। मनिता र म चाहिँ भेट भएर यही हो 2 जना काम चाहिँ होइन, काठमाडौँदेखि पिटी परेदेखि हाम्रो बिर्तामोडदेखि बिर्तामोडदेखि हो नि त। मलाई म चाहिँ 0 हो। अनि साथीले गरिदियो भने ढुक्कै हुन्छ। तिमी त्यतिकै राम्रो देख्छौ नि त, त्यही भएर। अनि चित्त पनि पुग्छ आफूलाई पनि। अनि बाटोमा मान्छेले हेर्दै होला उसै। यहाँको त नेपालको जस्तो हुँदैन, वास्तै गर्दैन। एक बाटो साथी भएपछि जहाँ पनि साँच्ची हुनुपर्छ। लगेज खोलेर। मान्छे अब हामी 4 जना चाहिँ भेट भइसकेको छौँ होइन। तिमीहरूको भिडियो बनाउनै पाइन नि, म व्यस्तताको कारणले गर्दा। अनि हाम्रो मेकअप स्टार्ट भइसकेको छ। हाम्रो यो यो के हो? यो पार्लर हो कि के भन्नुपर्छ? त्यता चाहिँ फेरि हाम्रो सन्ध्या तिमी त कुइरेन जस्तै छ। यता आउँदा सिधा उप सिधा। अम्बो यतिको चाहिँ हुनु पर्यो है ज्यान। एल्सा राई चाहिँ अब ब्युटिफुल। अहिले आउँदा झुसुले हुनुहुन्थ्यो, अब पुतली हुँदै हुनुहुन्छ। अलिकति अलिकति देख न खै। ओ यो के हो नि गाइज, म त अहिले हेर्नु मन लागिसक्यो। कति क्युट हो। ओहो यता चाहिँ फेरि ओहो यतिको चाहिँ दिनु पर्यो। अब हेर्न काँटा चम्ची के अरे ब्रिजको छेउमा बसेर खाने ठाउँ छ नि। अब नघुम्दा हुन्छ जस्तो भइसक्यो। होला खुबै मम्मी लगेको सधैँ हाल्नु बस ल। हामी टोइलेट गरेर आउँछौँ, म जाउँ न बस न। चोरले खेदायो भने चाहिँ हान्ने मङ्कीमा हान्ने। हेलो साथीहरू के छ खबर? लङ टाइम नो सिन। हाम्रो टाइम यतिकै वेस्ट भएको, तर रमाइलो फिल भइरहेछ। तर कति भयो छुटेको? तर म त काठमाडौँदेखि छुटेको होइन। धेरै वर्ष भयो। तिमी त तिमीसँग त अस्ति भेटेको नेपालमा भेट्ने सामान बोकेर। म यहाँको जति भयो त्यति नै भयो प्रेसर। उडामा त अन्तिम स्टेपसम्म पनि सँगै हाम्रो बालेले स्कुटी लगेकोदेखि सबै छ नि होइन। ल अब चाहिँ यो पेटमा भएदेखि त्यो त भइसकेको छ हौ। राम्रो छ। हामी 2 जनाको फेदा होइन। उहाँको आउटफिट प्रेसमाको आउटफिट भनेको नि। लु भयो, अब हामी चाहिँ यसो मूत्र विसर्जन गर्नुपर्छ।
त्यसलाई हामीले सामुडुङला भनेर कसैले पिसा पाएर अहिले त्यहाँ लु बोकेर जाऊँ न त ल माल फेरि माल छ्यामाको अचार हो छ्यामाको अचारले हामीलाई के अरे तिहार दिनुपर्ने हुन्छ भ्लगमा नि सिकाउने यो चाहिँ छ्यामाको अचार होइन यो चाहिँ हामीले नेपालबाट एक्सपोर्ट गरेको कुराहरू हो यो चाहिँ तपाईँ सम्झना लिम्बूकोमा पाउन सक्नुहुन्छ सँगसँगै आर्ट्स एन्ड कल्चर युकेमा पाउनुहुन्छ खाँदा एकदम मिठो छ चाखेर भनिदिनु त्यहाँ यहाँ फेरि हेल्दीवाला अरूको चाहिँ फेरि महँगो छ सबै बुझेर हुँदैन हामी चाहिँ एफोर्डेबल छ 30 पाउन्ड मात्र नेपालीमा कन्भर्ट गर्दा कति भयो यो त 20 पाउन्डमा आउँछ त्यसले दिन्छ लु भयो साथीको टाउको फुटेको अवस्था लाग्यो आरिसको ब्रान्डले टच पो गरेर इन्स्टाग्राम चाहिँ आर स्क्वायर कलेक्सन युके छ नत्र भए सम्झना लिम्बू थ्याङ्क यू चाहिँ सम्झनै सक्नुहुन्छ युकेमा बसेर यस्तो खाएन भने त बिरामी पो हुन्छ अहिले चाहिँ हामी यहाँ 4 जना भेला भइसक्यौँ अझै 2 जना चाहिँ भेला हुनु बाँकी छ 2 जना चाहिँ एकजना चाहिँ आउँदै हुनुहुन्छ अरे नम्रता चाहिँ आउँदैछिन् जुन चाहिँ भरे आउँछन् अरे हामी चाहिँ लगभग कति भयो प्राय चाहिँ हामी हाम्रो कलेज सकेर चाहिँ त्यस्तै फर्स्ट भेट होला यो हाम्रो सबैजना यहाँ प्रेसमाले चाहिँ मलाई कराउँदै हुनुहुन्छ अलिक छिटो बोल्नु भनेर म मेरो अहिले चाहिँ हामी लन्डन ब्रिज स्टेसनमा छौँ हामी चाहिँ यहाँ टोइलेट हन्टिङ गर्नु गएको सो फाइनली हामी चाहिँ टोइलेट आइपुगेको छौँ होइन हल्ला गर्नु हुँदैन हल्ला मिल्छ के हल्ला मिल्छ के ल ओ माई गॉड खोइ गरेको गार्डन एट 120 जान आँटेको अनि एल्सा चाहिँ ब्याग बोकेर बसिरहेको छ कहाँ बसेको छ अरे लास्टमा छ यहाँबाट चाहिँ राम्रो देखिँदैन यहाँ मजा देख्छ यहाँबाट देखिने भ्यू चाहिँ द गार्डनबाट चाहिँ पानी परेर दिन उज्यालो नभएर अब हामी चाहिँ यहाँ गार्डनबाट जाने सल्लाह हुँदैछ होइन ओए यहाँ चाहिँ के लिफ्ट नहिँड्ने ठाउँ पनि हो कि के हो कति राम्रो फुल कस्तो अँधेरो आएको छ तर पनि खिचिराखेँ अनि अब हामी चाहिँ एकदमै यहाँ फोटोसोटो भिडियो बनाउने अनि हामी लाग्ने पानी पर्न थाल्यो पानी पर्दै रोक्दै यहाँ चाहिँ हेलो गाइज आइम ब्याक अगेन सो अहिले चाहिँ हामी द गार्डन एट 120 भन्ने ठाउँमा आएको छौँ अनि हामीले यसो फोटोहरू खिच्यौँ ओर्यौँ अब चाहिँ हामी मुनि जानु लागेको अब हामी जाँदैछौँ छिर्न लागिरहेको छु यहाँ ब्याग रोक्ने मान्छेलाई चाहिँ एकदम मजाले कडा साथ रोक्नु है भनेको थियो तर ऊ चाहिँ रोड पारी गएर बसिरहेको रहेछ सन्ध्या राम्ररी सन्ध्या कति राम्ररी ब्याग रोकेको ओ माई गॉड नम्रता कति लुत्यो
सेक्सी खानु नपाए के भन्छ डल्ली भयो रे मान्छे अलरेडी 5-7 छ सन्ध्या कति राम्रो रुगेको कति राम्रो अन्त रुगेको भर्खर पानी परेर कति राम्रो पानी परे भित्र जानु परेमा बाहिर आएछ हैन ओए नम्रता खै तिम्रो फिगर ओए छोड त त्यहाँ छोड नम्रताको फिगरको यहाँ फिगर जान्छ फिगर ओ माय गॉड के गर्नु है त तल पनि देखा भन्दैछ ल यतिको चाहिँ हुनु पर्यो है दुईजना उप त दुईजना उप यतिको हुनु मोटो पत्लो त जडी है म पनि जान्छु मोटु अर्को मोटु पनि स्यान्डी पनि आऊ स्यान्डी अग्लो भएर हामी फाइनल्ली हामी बस्ने ठाउँमा चाहिँ आइसकेको छौँ अनि साथीले ल सबैले के ल्यायो निकालो हेरौँ यसलाई निकै जाडो भएर निकै तातो तातो लुगा लिएर आएको रहेछ ओइ मेरो त कस्तो बुटले हेर न उनै निक्लेछ खै गाइस यो पेसन हेर्न सकेको पोखरीको भ्यू हेर्न चाहदैन होला हैन त्यो गर्मीले यस्तो त्यसरी हेर्नु म त बिर्सेर एउटा ओ सन्ध्या आऊ यो मन्ताको यस्तो क्यामेरा घुमाइदेऊ त ओइ आऊ नम्रता सन्ध्या तिमी त्यो समातेर बस नम्रता यहाँ कोही चाबी ल्याउ ओइ चाबी बाहिरै छ होला लगाइदिन्छ फेरि बाहिरबाट ओ सन्ध्या आऊ तिमी यहाँ आऊ सन्ध्या केही हुँदैन होइन सन्ध्या तिमीले भयो हुन्छ होइन ओइ तिमीले के भ्लग बनाउँदैौ बाहिर टावर धेरै छ नि बाहिर फालेको टावर हुन्छ धुनु आँटेको ओए त्यो त अचारै भयो होला यार दामी भएछ यार ल पटक पटक भएको छैन अरू बट्टामा हुन्छ यो चाहिँ मेरो दिदीको घरमा फलेको अर्ग्यानिक अकबरे है त्यहाँ मोमोहरू छ नि त्यो त बट्टामा नअटेको मोमो एउटा तलै छ चिकन हो त्यो चिकन तल अरू त्यो दुईटा चिकन म छुट्याइदिन्छु खोलेपछि ल बिग्रिरहेछ क्या चिकनको मुख चाहिँ परिरहेको छ चिकन खाने मान्छे चाहिँ यो त्यो चाहिँ 24 आवर पावर होला हो जोस 16 के भएको अड्केको उता चाहिँ अफ गरेको छ होइन डर छ नि उसको अड्के लट्टा नहुने रहेछ नि त अड्काउनु मन लाग्यो नि त उसलाई पनि हामी चाहिँ अब यहाँबाट निस्किसकेको छौँ न फेरि गाइड हामी बस्नु चाहिँ यहाँ माथि पिरी पिरी अरे अब चाहिँ हामी
कहाँ अरे म्युजियम जाँदैछौँ म्युजियमको लागि हामी ट्रेन चढेको हामी चाहिँ अहिले म्युजियम हेर्नु जाँदैछौँ गाइड्सहरू सबैभन्दा के हेर्नु डर लागेको छ सबैभन्दा हेर्नु के मन लागेको छ जाँदै लाग्यो त मलाई पनि देखा अघि त जुन ट्यापै त्यहीबाट ट्याप गर्नुपर्छ है हेलो गाइज यहाँ त यत्रो के जस्तो काठ भन्दा म त गमरा जस्तो देख्छु रियल त होइन होला यत्रो ठुलो कहाँबाट आयो होला अरे बिर्स्यो यसको रुख चाहिँ झन् कत्रो थियो होला है के हो यहाँ चाहिँ के हो यो चाहिँ स्याल ढोक्ला जस्तो छ अर्नामेन्ट्स एन्ड आर्ट ओ यस्तो स्टोनको चाहिँ औँठीहरू क्या कहाँ पाउँछ होला है क्युट भयो ओ हेर आई क्याटको रिङ रहेछ यहाँहरू रहेछ नि त डायमन्डको भदौरे किरा यो त म जन्मेको किरा पो त यता यो माथिको ए फोटो खिचेको होइन बटरफ्लाई पनि छ यतातिर हेर न यता चाहिँ यो भदौरे किरा चाहिँ म जन्मेको महिनाको किरा अरे नि त यो ओ यो त झेउगिरी के भन्ने होइन म त झेउगिरी थाहा छ त्यस्तै जस्तो लाग्यो अब चाहिँ हामी चटपटे खानु लागिरहेको छौँ अनि यहाँ हुनुहुन्छ जिन्नु नम्रता यहाँ प्रेसमा हुनुहुन्छ प्रेसमा चाहिँ के गर्दै हुनुहुन्छ अनि क्यान्डी मन्ता चिकन नगेट्स ससेस खाम न सबैजना जसले मनदेखि माया गरेको हुन्छ त्यसलाई चाहिँ यो जात धर्म धनी सनी केही वास्ता हुँदैन क्या अब हुन्छ होइन अब पैसा बिना केले खाने केले लाउने तर मतलब अब त्यो मान्छेले सोचेछ भने चाहिँ पछि सँगै बसेर गरेर खाउँला बनाउला भन्ने सोच्छ क्या होइन त्यो अगाडि त्यो मान्छे त्यस्तो सोच्ने हो भने चाहिँ अगाडिबाट साइड लाग्छ त्यो अब लभिङ लाइफमा रिलेसनसिपमा छिरिसकेपछि होइन अब माया गाह्रो भएपछि त्यो पछि रिजन दिनु भने चाहिँ त्यो बेवकुफी नै हो एक त अब होस्टेल लाइफको कुरा गरेको है खास हामीले होइन होस्टेल लाइफको कुरा हो यो विषयमा मलाई रुन मन लाग्यो ल हेर्ने आफ्नो प्रश्नमा तिम्रो के पढ्यो हेरौँ अन्त हेर न कति यहाँको भ्लगर हुनुहुन्छ मन्दालिङको उहाँको च्यानल पनि सब्सक्राइब गरिदिनु होला एउटा सबैको सेम छ होइन सबै मिलाप सबैको सेम स्टोरमा पढेछ तिमीलाई मैले ऊ मेरो त उता भुला गरेको म
ओइ वाउ मलाई त मन परेको पाए पातै पात मन पर्थ्यो ए यहाँ पनि पाए थ्याङ्क यू ओइ नम्र त थ्याङ्क यू मलाई सब झुन्डिने मात्रै दिएछ कसरी हो कसरी पाला पाला एक पाला छ मलाई कताबाट है अब यो कसको त्यो पनि छ अब एल्साको जुनलाई अब देखाउन होला यार लाज लाग्छ किन मैले बाहिर बाहिर थाहा पाइदियो यो कसकोबाट ओइ ल यो चाहिँ थ्याङ्क यू सो मच म एकदम मन पर्यो थ्याङ्क यू सो मच मैले दिए एउटा थ्याङ्क यू भएन है त्यो त भएन यसले खोसेको है मैले मेरो इन्डियन स्टोरी खोसेको होइन मैले पक्रेतिर हात कमल रहेछ मैले छुटाइदियो ल काइयो र यो सुपर ल किन चाहिँ चक्लेट मात्रै रहेछ त साथी भोलि मेकअप गर्ने है हेरेर होइन काइले चाहिँ कहाँबाट निस्कियो अझै छ एउटा सामान हेर अझै छ एउटा थ्याङ्क यू एल्सा वेलकम स्क्रन्ची मलाई कस्तो चाहिरहेको छ एउटा थ्याङ्क यू सो मच ओ माय गॉड मलाई कस्तो स्क्रन्ची चाहिरहेको थियो कस्तो भयो कुन खानु पर्दैन हो के हो नम्बर दाइले बुझ्नु भएको छ मसँग तर यो त राम्रो रहेछ त दाम खायो क्या थ्याङ्क यू तपाईँ अनबक्स गर्नु न थ्याङ्क यू भन्नु छ तर बाइक ब्याग सन्ध्यालाई पनि थ्याङ्क यू थ्याङ्क यू एभ्रीवान सबैजनालाई हैन देखि मन्दाको देखाउन सन्ध्याको ब्याग खाइदिउँ न सेन्टको राम्रो छ कप यही वाइन खाइदिउँ कि हालेर दामी सजिलो होइन ओए झन् अहिले चाहिँ हामी अब हामीले खाइदिउँसँग खायौँ मोड्यौँ र बाहिर निस्क्यौँ गाउँ तिनीहरू चाहिँ के छ कस्तो छ साथीहरू के छ भ्लगमा नआउ तिमी आफ्नो यहाँ गोजीमा चिसो भएर होइन यहाँ हेर न कस्तो चिसो भएर क्या अरू हातमा बोक्नु अप्ठ्यारो भएर अनि गाइड्सहरू चाहिँ यहाँ वेटिङमा छन् है त जेब्रा क्रसिङ लभ यु अल यतिको चाहिँ दिनुपर्छ आउन हौ मन त छिटो बाटो कट्नु परेन टाइम मिलाउँदैछु के गर्ने भन्दा गाइस न म उ चेन्ज गर्छु है हालिदिन्छ नि फेरि हालिदिन्छ ओइ आऊ है ओइ कहाँ आएको जुनु हामी चाहिँ टावर ब्रिज आइपुग्यो क्राउड छ वाक्क लागेको छैन साथी वाक्क लागेको अझै पनि कतिचोटि आउने नाइटमा आएको छुइनँ म्याराथन पनि हुँदो रहेछ क्या नाइटको यहाँ चाहिँ फेरि दौडिनु दिउँ क्या हो हामीलाई एक लट दौडिदिनुपर्छ हाई बार्बीहरू गाइजहरू अनि कता हिँडेको अरे गाइस हामी चाहिँ लागेको कता हिँडेको टावर ब्रिज कति राम्रो देखेको यो पनि पर हो यो सिप पाएको ठुलो सिप पाएकोलाई यहाँ भाँचिन्छ यहाँ कहाँनिर भाँचिन्छ डरै लाग्यो कसरी मलाई चल्यो तल हेर्दा भाँचिएर सिट जाँदो रहेछ हाई गाइस रातिको 12 बजे हेर चप्पल खोलेर हिँडिरहेको छु म चाहिँ सन्ध्याले पनि हो अनि हामी चाहिँ अब कोही भने हिल चप्पलमा यसरी हिँड्दै हुन्छ हामी भने क्रक्समा हिँड्दैछौँ कोही भने बुटमा हिँड्दैछन् यस्तै छ जिन्दगानी अब हामी यहीँ गयौँ मजालाई अब हामी पनि
हैन भेट्दा भेट्दै छुट्ने दिन आयो साथी हो धेरै दिन त बसेको हैन आँखा झिमिक मार आँखा झिमिक मार गायब भयो यता हेर गाइस यता हेर पहिलो जुम न कन्यामबाट निक्लेको कस्तो लाग्यो अनि एकछिन निस्केर एकैछिन बाहिर घुम्छौँ बाहिर घुमेर त्यता त्यतै अब हामी छुट्ने भनेर हामी सबै सामान सहित निस्किसकेको छौँ है परिचय पो गरौँ होला हौ तिमीहरूको खै परिचय सेवा हो मेरो नाम चाहिँ मन्ता लिम्बू हो उसको नाम चाहिँ जुराई म त सबै यसरी परिचय मन आफै भन् न Hello guys, my name is Inula. We are heading to our south destination. ए कसको सेवा हो म एल्सा राई ब्ल्याकचोकबाट नमस्ते मेरो नाम चाहिँ सन्ध्या थापा पोखराबाट नमस्ते मेरो नाम रमता कोइराला अनि म चाहिँ मोरङबाट उर्लाबारी मोरङबाट तिमी चाहिँ धरानबाट अनि म चाहिँ ताप्लेजुङबाट जुम गाइस बिग ब्यान ल हामी चाहिँ अब लाग्यो बिग ब्यानबाट अगाडि सबैजना यसरी हिँडिरहेछन् गाइड्सहरू हाई हाई हामी बिग ब्यानमा छौँ हाम्रो पछाडि देखेको बिग ब्यान हो लन्डनको एकदम स्पेसल ठाउँ होइन त्यसपछि यता भनेको चाहिँ हाम्रो लन्डन आइ छ लन्डन ब्रिज पनि गयौँ अब कहाँ जानु बाँकी छ हौ अब खै यादै छैन कहाँ जानु बाँकी छ रमाइलो भएको छ साथीहरू हामीहरू अझै बस्नु रहर लाग्दो लाग्दो आज छुट्टी लागेको छौँ होइन रुई त नहाल्यौँ होला सो गाइस यो चाहिँ यस्तो हाम्रो लन्डनको आज वेदरले पनि साथ दिएको छ अनि यो सिनारी एकदमै राम्रो छ तर एकदम क्राउड पनि छ लन्डन कति राम्रो ठाउँ हो प्रेसर तिमीलाई यसो टुर लन्डनको रमाइलो लाग्यो बल्ल उसलाई भ्लगमा मन पर्यो लन्डन आए मेरो अस्तिको भ्लगमा पनि छ र पनि फेरि पनि यहाँ फेरि पनि राख्नु पर्यो नि बिस्तारै चल्छ यहाँबाट चाहिँ पुरै लन्डन भ्यू हुन्छ अरे भित्र बसेर बिस्तारै घुम्दैछ हामी यहाँ पार्कमा बसेर खाजा पानी हुँदैछ है ससिस देखा बिहान उठेर हाम्रो मेहनती साथी मन्ता लिम्बूले चाहिँ एकदम मेहनत गर्छ म चाहिँ बिरामी भएर सुतेको थिएँ हिजोको चिसोले गाह्रो बनाएर अनि मन्ताले बनाएको अरे हेयर ड्रेसिङ अरे अड्केर के उसको हेयर ड्रेसिङ हेलो गाइजहरू रमाइलो भइरहेछ दामी अब सन्ध्या ल बाई बाई नमरा भन्नु चाहिँ जो अब हामी फेरि आएको फर्स्ट उसको सबसे टाढा हो ट्रेनमा 4 घन्टा लाग्छ त्यही भएर को मन त प्रेम गएको बाई बाई फेरि भेट्नुपर्छ ल अनि अब कसको नेक्स्ट टाइम कसको हो गिरोको हाँसेको गिरोको सन्ध्या यता हो यता यस्तो नै हुँदो रहेछ होइन स्यान्डी ल ल साथीहरू अब चाहिँ हामी सबैजना छुट्ने बेला आयो ल बाई भोलिपर्सि भेटिहालिन्छ नि होइन बिनाको छोराको पास्नेमा ल बाई ल
अब सबैजना छुटिसक्यौँ लास्टमा यो रममा मात्रै बाँकी छौँ अब यो रममा पनि छुट्ने बेला हुनु आँट्यो मात्र कति मिनट छ हौ 35 भयो 43 मा हो 35 भयो 7 मिनट 8 मिनट 8 मिनट छ त्यहाँदेखि पनि यो म छुट्टिन्छु यो पूर्व जान्छ म पश्चिम जान्छु अहिले कति भयो रातिको 7:35 भयो जान छुट्नु लागेको म आसपोर्ट जान्छु त कुन ठाउँको जान्छस् उली जान्छु अनि हामी छुट्छौँ फेरि अब फेरि भेटौँला अर्कोचोटि अब दसैँमा आइज न मन्तासँग आसपोर्ट हेरौँ के हुन्छ पछि भेटौँला बाई बाई ल यतिसम्म कि घर पुगसम्म गर्छु ब्लग बनाउँदिनँ अब यति जेलसम्म हेरेर साथ दिनु भएकोमा धेरै धेरै धन्यवाद तपाईँहरूलाई कस्तो लाग्यो आजको हाम्रो यो MBMAN 16 ब्याचको के भन्छ मिटअप के भन्छ गेट टुगेदर जस्तै होइन गेट टुगेदरै हो एक दिन भए पनि रमाइलो भयो साथीहरूसँग भेटेर अब आयो फ्युचरमा पनि अब छिट्टै भेट हुन्छ भनेर अनि हाम्रो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र प्लिज मेरो प्रेसमा पतङ्गमा साथीलाई चाहिँ धेरै धेरै सब्सक्राइब गरिदिनु माया गरिदिनु होइन कमेन्ट गरिदिनु अनि कस्तो भिडियो बनाउँदाखेरि चाहिँ ठिक हुन्छ भनेर चाहिँ सजेस्ट गरिदिनु यति भन्दै बाई बाई नमस्ते